पुग्न चाहन्थे जिलेस्पी यहाँ सकल त्यो ब्याटल त लुज गर्न पुगेका छन् नवयुग श्रेष्ठ फिट गरेका छन् दिनेश एन्जन वेल क्राफ्टेड अट्याक रह्यो त्रिभुवन आर्मी फुटबल क्लबको लागि र क्रेडिट दिनै पर्ने हुन्छ हामीले जिलेस्पी जङ्कारकी फायरी पेसमा लेफ्ट विङबाट अट्याक बुनेका थिए जिलेस्पी जङ्कारकी र इनिसियल अटेम्प्ट रहेको थियो नवयुग श्रेष्ठको लागि र उनले छोडिदिएका थिए उनको डमी रह्यो र त्यसमा क्यास इन गर्दै दिनेश हेन्जन यो रिप्लेमा हेर्न सक्छौँ र स्लिप पनि रहन पुगेका थिए र मेबी पछाडिबाट कल आएको थियो लिभ र वेल क्राफ्टेड गोल 1-1 को बराबरीमा म्याच नम्बर 24 दिनेश हेन्जन कमिङ टु द स्कोर सिट राइट वेन द टिम निडेड जस्ट दिनेश हेन्जन पहिलो गोलकर्ता सहज महसुस गरिरहेका छन् फिजियोथेरापिस्ट मेबी इट्स टाइम अनिस बुढाथोकी टु ह्याभ सम रन त्यो अवेट गरिरहेका छन् आजका मुख्य रेफ्री उमेश विधारीको सिग्नललाई यहाँ हेर्न सक्छौँ नरेन्द्र चौधरी लडाउन पुगेका थिए कन्टिन्यू गर्नेछन् दिनेश दोस्रो हाफको सुरुवाती क्षणमा त्यसपछि सिल डाउन गरेको छ त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो अग्रतालाई दोब्बर बनाउँदै कर्टेसी अफ नवीन लामास पेनाल्टी र यहाँ त्यो जोइन्ट मिटिङ सकिएको छ 5 खेलाडीको जोइन्ट मिटिङ रहेको थियो जसले कसले लिनेछन् त यो सेट पेस रहेको छ सेट पेस लो ब्लकमा जान चाहन्थे र यो फेरि पनि सेकेन्ड बलमा दिनेश हेन्जनले गोल स्कोर गरेका छन् हरिश कार्कीले पनि एक्सेप्ट गरेका छन् अफसाइड पोजिसनको माग रहेको थियो अफसाइडको कल रहेको थियो तर आफ्नो अग्रतालाई तेब्बर बनाउँदै त्रिभुवन आर्मी फुटबल क्लब दिनेश हेन्जन विथ अ ब्रेस 82 मिनेटको चितलाङ एफसी र म्यासिभ फर्च्युन आज रिप्लेमा हेर्न सक्छौँ यो सेट पिस सिधै नरेन्द्र चौधरीको बुटमा लाग्न पुगेको थियो फर्चुनेटली दिनेश हेन्जन वाज एट द राइट टाइम एट द राइट प्लेस एन्ड सेकेन्ड बारको त्यो प्लेसमेन्ट कुनै गुन्जाइस रहेन मिसको लागि कन्फिडेन्ट